आजको लागि बन्दैछ। माँ कमला नदी उत्तर दिशामा बहदै गरेको ठाउँको नाम उत्तरवाहिनी। आज हामीहरू यो सुन्दर पवित्र धार्मिक स्थलमा पिकनिक मनाउन आएका छौँ। हेर्न सक्नुहुन्छ कति रमाइलो दृश्यहरू छन्। जय जय माँ कमला। हाम्रो गाउँतिर आमा बुवाले भन्नुहुन्छ ननमोहरी पहाडको साइडमा उत्तरवाहिनी छ भनेर। तपाईँ हेर्न सक्नुहुन्छ यो नै ननमोहरी पहाड हो। कति राम्रो दृश्य हैन। हाम्रो स्कुलका सरहरू आज हामीहरू यहाँ पिकनिक मनाउन आएका छौँ। हेर्न सक्नुहुन्छ। आहा हाम्रो रामप्रकाश सर झुम्नु भएको छ। हेर्नुहोस् ओन म्यान एक्सपिरियन्स।